च्याट जीपीटी जस्ता एआई उपकरणहरू के यिनीहरूले साँच्चै हाम्रो दिमागलाई अल्छी बनाइरहेका छन् त? आज हामी यही विषयमा गहिरेर कुरा गर्नेछौँ। डिजिटल एम्नेसिया सुन्दा कस्तो डरलाग्दो शब्द होइन? यसको पछाडिको यथार्थ के हो र यसले हाम्रो सोच्ने तरिकामा कस्तो असर पारिरहेको छ? आउनुहोस् खोतलौँ। एकछिन पछाडि फल्केर सोचौँ न। धेरै होइन, 10-15 वर्ष पहिलेको कुरा। हामीमध्ये कतिलाई 10 भन्दा बढी फोन नम्बरहरू मुखैमा हुन्थ्यो होइन त? कतै जानु पर्यो भने बाटो याद गरिन्थ्यो, नभए मान्छेलाई सोधिन्थ्यो। तर आज त अवस्था पुरै फेरिएको छ। आफ्नै परिवारको नम्बर पनि याद गर्न गाह्रो पर्छ। अनि कतै जानु पर्यो कि तुरन्तै गुगल म्याप्स, होइन र? ल, इमान्दारीपूर्वक भन्नुहोस् त, आजभोलि कतिवटा फोन नम्बर याद छ? सायद धेरै छैन होला है। हेर्दा सानो लाग्ने यो प्रश्नले नै वास्तवमा एउटा ठूलो समस्यातर्फ सङ्केत गरिरहेको छ। र यही नै हो हाम्रो आजको छलफलको केन्द्रबिन्दु। अब सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, विश्वव्यापी विस्मृति। सुन्दा अलि नाटकीय लाग्ला, तर यो यथार्थ हो। प्रविधिले त हामीलाई अझै चलाक बनाउँछु भनेको थियो नि, होइन? तर विज्ञानले त ठिक उल्टो कुरा देखाइरहेको छ। कतै यसले हामीलाई बिर्सक्कर त बनाइरहेको छैन? ल आउनुहोस् यसको गहिराइमा पुगौँ। समस्याको जड के हो भने हामीले आफ्नो सोच्ने काम नै अरूलाई मतलब बाहिरी उपकरणहरूलाई सुम्पिरहेका छौँ। दिमागले गर्नुपर्ने काम जस्तै याद गर्ने, हिसाब गर्ने, त्यो सब हाम्रो स्मार्टफोन र कम्प्युटरले गरिदिइरहेका छन्। हो, यही घटनालाई एउटा विशेष नाम दिएको छ, डिजिटल एम्नेसिया। तर यो हुन्छ चाहिँ कसरी त? यसको पछाडि एउटा निकै रोचक वैज्ञानिक कारण छ, जसलाई भनिन्छ गुगल इफेक्ट। मूलतः हाम्रो दिमागले के कुरा सम्झिने र के कुरा नसम्झिने भनेर आफै निर्णय गर्न थाल्छ। डिजिटल एम्नेसिया भनेको सिधा भाषामा भन्दा जुन कुरा सजिलै अनलाइनमा भेटिन्छ त्यो कुरा बिर्सिने बानी हो। हाम्रो दिमाग पनि एकदम चलाक छ। जब उसलाई थाहा हुन्छ कि कुनै जानकारी फोन वा इन्टरनेटमा सुरक्षित छ, उसले त्यो कुरा याद गरेर आफ्नो ऊर्जा किन खेर फाल्ने? यो त दिमागको एउटा एफिसियन्सी ट्रिक जस्तै हो। यसलाई अझै सजिलोसँग बुझ्नको लागि दिमागलाई एउटा मसल जस्तै सम्झिनुस्। जति धेरै कसरत गरायो त्यति नै बलियो हुँदै जान्छ। अनि कसरत गराउन छोड्यो भने त्यही हो, कमजोर हुँदै जान्छ। र यो खाली उखानटुका मात्र होइन नि, विज्ञानले पनि यही कुरा प्रमाणित गरेको छ। अब अलि गम्भीर विषयमा जाउँ। हाम्रो दिमाग कसरी अटोपाइलट मोडमा जान्छ त? मतलब हामीले आफ्नो सोच्ने काम बाहिर सुम्पिँदा, जसलाई कग्निटिभ आउटसोर्सिङ भनिन्छ, त्यसले हाम्रो मस्तिष्कमा साँच्चीकै भौतिक परिवर्तन ल्याउँछ। हो, तपाईँले ठिक सुन्नुभयो, भौतिक परिवर्तन। एउटा एकदमै चर्चित अध्ययनको कुरा गरौँ। यो कुरा हो सन् 2000 को, जुन बेला जीपीएस त्यति चलेको थिएन। वैज्ञानिकहरूले लन्डनका ट्याक्सी चालकहरूमा एउटा अध्ययन गरे र त्यसले हाम्रो दिमाग कति लचिलो छ भन्ने बारे एकदमै अचम्मको कुरा पत्ता लगायो। त्यहाँ ट्याक्सी चालक बन्न सजिलो थिएन। लाइसेन्स पाउनको लागि मात्रै उनीहरूले लन्डनका 25,000वटा सडक र मुख्य ठाउँहरू कण्ठ पार्नु पर्थ्यो। सोच्नुहोस् त, 25,000! कत्रो ठूलो मानसिक कसरत होला यो। अनि जब वैज्ञानिकहरूले उनीहरूको दिमाग स्क्यान गरे, नतिजा त चकित पार्ने खालको थियो। उनीहरूको दिमागको हिप्पोक्याम्पस भन्ने भाग, जुन हाम्रो मेमोरी र बाटो पत्ता लगाउने क्षमताको लागि जिम्मेवार हुन्छ, त्यो भाग चाहिँ सामान्य मानिसको भन्दा निकै ठूलो पाइयो। मतलब उनीहरूले दिमाग चलाए र दिमाग साँच्चीकै बढ्यो। कुरा यतिमा मात्रै सकिँदैन। यो हिप्पोक्याम्पसले खाली बाटो देखाउने काम मात्रै गर्दैन। हाम्रो कल्पना शक्ति, गाह्रो कुराहरू बुझ्ने क्षमता अनि भविष्यको बारेमा सोच्ने जस्ता महत्त्वपूर्ण कामहरू पनि यहीँबाट नियन्त्रण हुन्छन्। त्यसो भए जब हामी यसको प्रयोग कम गर्छौँ, तब हाम्रो मेमोरी मात्र होइन, यी सबै क्षमताहरूमा पनि खिया लाग्न थाल्छ। खैर, ट्याक्सी ड्राइभरको कुरा त पुरानो भयो। अब कुरा गरौँ आजको यो समस्याको सबैभन्दा नयाँ र सायद सबैभन्दा शक्तिशाली रूपको। हो, म कुरा गर्दैछु च्याट जीपीटी जस्ता जेनेरेटिभ एआईको। हेरौँ यसले यो स्थितिलाई कसरी अझै जटिल बनाइरहेको छ। भर्खरै एउटा अध्ययन भएको थियो जहाँ मानिसहरूलाई एउटा लेख लेख्न लगाइयो र उनीहरूको दिमागको गतिविधि नापियो। यसमा 3वटा समूह थिए। एउटा समूहले कसैको मद्दत बिना लेख्यो, दोस्रोले गुगल प्रयोग गर्यो अनि तेस्रो समूहले चाहिँ च्याट जीपीटीको मद्दत लियो। नतिजा कस्तो आयो होला? एकदमै आश्चर्यजनक। जुन समूहले च्याट जीपीटी प्रयोग गर्यो, उनीहरूको दिमागमा सबैभन्दा कम गतिविधि देखियो। यति कम कि उनीहरूको दिमाग लगभग अफ मोडमा थियो भन्दा पनि हुन्छ। यसले के देखाउँछ भने जब हामी एआईमा भर पर्छौँ, हाम्रो दिमागले काम गर्ने छोडिदिन्छ। हामीलाई झ्याउ लाग्ने कामहरू हुन्छन् नि, जस्तै
इमेलको ड्राफ्ट बनाउने, लामो रिपोर्टको सारांश निकाल्ने, जसलाई हामी ग्रन्ट वर्क भन्छौँ। तर वास्तवमा ती कामहरू नै हाम्रो दिमागको लागि जिम जाने जस्तै थिए। अब एआईले त्यो सबै गरिदिएपछि हामीले आफ्नो दिमागको त्यो महत्त्वपूर्ण कसरत नै छोडिरहेका छौँ। यो कुरालाई माइक्रोसफ्ट र कार्नेगी मेलन विश्वविद्यालय जस्ता ठूला संस्थाहरूको अनुसन्धानले पनि समर्थन गर्छ। उनीहरूको खोजअनुसार जो मानिस एआईमा धेरै भर पर्छ उनीहरूको आलोचनात्मक सोच्ने क्षमतामा ह्रास आउँछ। उनीहरूले गल्तीहरू पनि सजिलै पत्ता लगाउन सक्दैनन् र मौलिक रूपमा सोच्न पनि गाह्रो मान्छन्। ल, यति धेरै समस्याको कुरा गरिसकेपछि अब समाधान के त? के हामीले प्रविधि प्रयोग गर्नै छोडिदिने? त्यसो होइन। हाम्रो अन्तिम खण्डमा हामी यही कुरा गर्नेछौँ, कसरी आफ्नो डिजिटल मस्तिष्कलाई तालिम दिने ताकि प्रविधिले हामीलाई होइन, हामीले प्रविधिलाई प्रयोग गर्न सकौँ। मुख्य कुरा के हो भने हामीले एआईलाई त्याग्ने होइन, यसलाई आफ्नो सोचको विकल्प बनाउने होइन, बरु एउटा शक्तिशाली औजारको रूपमा प्रयोग गर्ने हो। सोच्नुस् न, क्याल्कुलेटर आउँदा के हामीले हिसाब गर्ने छोड्यौँ त? छोडेनौँ नि। हो, त्यसै गरी एआईले हाम्रो मौलिक सोचलाई विस्थापित गर्नु हुँदैन। त्यसो भए आफ्नो दिमागलाई कसरी फिट राख्ने त? केही सजिला उपायहरू छन्, जस्तै हप्तामा एक पटक जीपीएस बिना कतै जाने प्रयास गर्ने कि, वा कुनै इमेल वा रिपोर्ट लेख्दा पहिलो ड्राफ्ट आफै लेख्ने अनि त्यसलाई सुधार्न मात्र एआईको मद्दत लिने। यस्ता मानसिक चुनौतीहरूलाई अँगाल्नुपर्छ, किनकि चुनौती बिना दिमागको विकास हुँदैन। अनि हो, बेला बेलामा स्क्रिन छोडेर एउटा किताब वा लामो लेख पढ्ने बानी पनि बसालौँ। अन्त्यमा एउटा गम्भीर प्रश्न: आधुनिक प्रविधिले दिएको यो सुविधा के हाम्रो बौद्धिक क्षमताको मूल्य चुकाएर लिन लायक छ त? यो प्रश्नको उत्तर हामी सबैले आफैभित्र खोज्नु जरुरी छ।